स्याङ्जाको चापाकोट 6 साखरमा रहेको राधा आमा समूह यति बेला भजन कीर्तन संरक्षण कार्यमा जुटिरहेको छ। पछिल्ला दिनहरूमा युवा पुस्ता पैदेशिने क्रम बढेसँगै भजन संरक्षण कार्यमा महिलाहरू लागि परेका हुन्। धार्मिक प्रसिद्ध केलादीधामसँग जोडिएको यस ठाउँका महिलाहरू भजन कीर्तन सम्बन्धी आवश्यक तालिम लिएर भजन संरक्षणको दौरानमा लागि परिरहेका छन्। संरक्षण गर्नुको कारण के हो भने हाम्रो यस धर्म संस्कृति हामी त्यसै पनि हिन्दू धर्म हौँ होइन। हाम्रो यो लोप हुन लागेको धर्म संस्कृतिको जगेर्नका लागि हामी महिला दिदीबहिनीहरूले पुरुषले मात्रै सिकेर पुरुष मात्रै अगाडि बढ्ने, पुरुष मात्रै हो बाहिर निस्किने भन्ने पहिला परम्परा थियो भने आज आधुनिक युगमा आएर हामी महिला दिदीबहिनीहरू ठुलो चौकमा मात्रै सीमित रहनु हुँदैन। हामी महिला दिदीबहिनीहरूले पनि आफूमा भएको कलालाई प्रस्फुटन गर्न सक्नुपर्छ। त्यसैले हामी दिदीबहिनीहरू अब हामीले केही गरेर देखाउनुपर्छ, हाम्रो आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नुपर्छ। त्यसै त हाम्रो यो केलादीधाम धार्मिक स्थलले चिनिएको ठाउँ हो। त्यसैले अझै आफ्नो यस ठाउँलाई बढी चिनाउनका लागि र हामी महिला दिदीबहिनीहरू अघि बढ्नका लागि हामीले यो भजन कीर्तन सिकेका हौँ। 60 जना महिलाहरू रहेको यस समूहले राधाकृष्ण भजन कीर्तन समूह नै गठन गरेर विभिन्न भजन प्रतियोगितामा सहभागी जनाउँदै आएका छन्। भजन सम्बन्धी गीत, सुर, ताल, वाद्यवादनसँगै झाँकी समेत प्रस्तुत गर्दै आएका छन्। महिलाहरूको अग्रसरता, क्षमता र अभिरुचि देख्दा मनमोहक नै लाग्दछ। चुलो चौकोमा मात्रै सीमित रहने महिलाहरू समाजमा केही गर्नुपर्छ भनी एकबद्ध भएर भजन कीर्तन संरक्षण कार्यमा जुट्नु हामी सबैको खुसीको विषय पनि हो। आजभन्दा केही वर्ष अघि धार्मिक क्रियाकलाप अन्तर्गत भजन कीर्तन कार्यमा महिलाहरूको संलग्नता कमै मात्रामा देखिन्थ्यो, जुन तपाईँ हामीलाई थाहा नै छ। यही समयको सिकाइले महिलाहरूमा जोश, जाँगर, भजनप्रतिको लगाव र निरन्तरताले आफूलाई पनि खुसी दिलाएको बताउनुहुन्छ राष्ट्रिय भजन गायक नारायण दास गौतम। यो धेरै राम्रो पक्षको कुरा हो, किनभने आजभन्दा तपाईँको 5-7 वर्ष पहिला तपाईँको नितान्त पुरुष मात्रैले यो भजन कीर्तन गर्नुपर्छ, महिलाहरूले गर्नुहुन्न भन्ने चाहिँ त्यो खालको एउटा व्यथा थियो। अहिले पछिल्लो समयमा आउँदाखेरि लगभग अहिले महिलाहरू अब हाम्रो चाटकोट नगरपालिकाकै कुरा गर्ने हो भने पनि अहिले हाम्रो चाटकोट नगरपालिकाले लगभग वार्डमा चाहिँ यो म्युजिक सामानहरू प्रदान गर्नुभएको छ र त्यसबाट के भयो भने म्युजिक सामानहरू दिएपछि हामीले यो सिक्नुपर्छ है भन्ने अहिले धेरै अगाडि महिलाहरूले अहिले सिक्ने क्रम धेरै अगाडि छ। यो धेरै खुसीको कुरा हो, किनभने महिलाहरूले पनि गर्नुपर्छ, महिलाहरूले गर्न नसक्ने केही छैन है भन्ने चाहिँ प्रमाणित अहिले भएको छ। 1 वर्ष अघि मात्रै भजन कीर्तनको लागि वाद्यवादन सम्बन्धी तालिम लिएका राधा आमा समूह केलादीका महिलाहरू अहिले भजन कीर्तन गर्न पोख्त भइसकेका छन्। जहाँ प्रतियोगितामा पुरुषसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट स्थान हासिल गर्दै समेत आएका छन्। 12 घण्टा अखण्ड भजन चल्ने प्रसिद्ध धार्मिक स्थल केलादीधामको तटमा रहने महिला दिदीबहिनीहरूको भजन समूहलाई लक्षित गरी भाषा संस्कृति संरक्षण शीर्षकमा आवश्यक बजेट विनियोजन गरी महिलाहरूलाई आवश्यक तालिमसँगै वाद्यवादन सामग्रीको लागि चापाकोट नगरपालिका वडा नम्बर 6 सारथी नै बन्यो।
आफ्ना ओडाभित्र रहेका महिलाहरूको कला धर्म संस्कृति संरक्षणमा देखाएको अग्रसरताले खुसी लागेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने बताउनुहुन्छ वडाध्यक्ष तारादेवी पोखरेल। वडाबाट हाम्रो तालिम सञ्चालन गर्नुपर्छ भनेर हाम्रो भाषा संस्कृति संरक्षण कार्यक्रम भनेर बजेट विनियोजन गरेर सर्दीय हाम्रो एकदम भजन गायक राष्ट्रिय गायक नारायण दास गौतमज्यूले उहाँलाई सिकाएर हाम्रा दिदीबहिनीहरू यति धेरै मेहनत गरेर सिक्नु भएको छ। यसको लागि अब अझै मैले थप गर्नुपर्ने र के गर्नुपर्छ भनेर मैले उहाँहरूसँग नि बारम्बार सोधिरहेको छु। अझै हामीलाई थप तालिम चाहियो भन्नुभएको छ। विशेष रूपमा हामी महिलाहरूले पनि आट्यो भने गर्छौँ भन्ने सबैले सक्नुहुन्छ भन्ने प्रेरणा भएको छ। यसले हाम्रो महिलाहरूको पनि आत्मबल बढाएको छ। हामी महिलाहरूले नि गर्न सक्छौँ भनेर लाग्नु भएको छ। मलाई एकदमै खुसी लाग्छ। विभिन्न ठाउँहरूमा गएर बजाउनु भएको छ। अन्य ठाउँहरूमा प्रतिस्पर्धा पनि गर्न हिँड्नु भएको छ। त्यसको लागि म अत्यन्तै खुसी भएको छु। मैले आफूले सकेको पहल गरेको छु। यसरी भजनप्रतिको निरन्तरता महिलाहरूको इच्छा शक्ति र वर्तमान अवस्था समय परिवर्तनशीलताको उपज पनि हो। पृथ्वी टेलिभिजनका लागि मीनाक्षी कण्डेलको रिपोर्ट।